त्यो पारी गाउँमा त्यो जुनेली रातमा। ल गाइज सुरु भयो यहाँबाट। हामी अहिले 3 धारा जान लाग्यौँ। अहिले सोनम सुरज र योगीलाई कुरेर बसिरहेको थियौँ। केटाहरूले के साह्रो ढिलो गरे हो। 2 बजे निस्किने भेट्ने प्लान थियो, 3:30 यहीँ गइसक्यो। केटाहरूको नाक मुख देख्न पाएन। ल गाइज केटाहरू आइसक्यो। अब यहाँबाट जाने हामी सिधै रानीगञ्ज हुँदै पनौती। सनमको कपालको चाहिँ अलिक बिजोग भएछ, तर ठिक छ। अलि यसो अगाडि जाउँ बाटोहरू हेर्दै। केटाहरूलाई नि कुरो एकछिन म्याम आएन त कोही पनि के हो। अलिकति पछाडि पर्ने भयो म्याम पा। ज्याकेट मिलाएन भने फेरि सुरज यो ज्याकेट पछाडि पाङ्ग्रामा छुला जस्तो भइरहेको। अलि मिलाउँ न त। ब्यागमा हालिदिउँ न एकछिन बरु त्यसलाई। जहाँ हालिदिँदा नि हुन्छ। झन्डै पाङ्ग्रामा लाग्यो क्या। मैं पनौती पुगिसक्यो। पनौती लेखिरहेको त कति चढेँ म्याम। वेलकम टू नवबुद्ध। ल जुम चल्दिउँ। बाटो चेन्ज। नवबुद्ध काभ्रे। ओ नाइस सेम केटा। बल्ल अलिक प्रपर अफरोड आउनु थाल्यो। अब यो गाडीलाई ओभरटेक चाहिँ कसरी हान्ने हो त। ओके अब म चाहिँ होइन केटाहरू चाहिँ अड्किने हो कि। आए केटा हो नि। तिमीलाई देखेको मैले हिजो राति सपनमा। लिरिक्सै आएन यार। हजुर अघि अफरोड आएन भनेर बसिरहेको थियो त। यो हो नि त अफरोड। ओहो बा यो हो नि त भिडियो। ल ठिक छ केटा, यस्तो खतरा सिन छ यार यहाँ। केटाहरूमा उहाँ पुग्यो अरे। ओए ड्रिफ्ट हानिरह म्याम त मनाङ गएको याद आयो यार। मनाङ जाँदा नि यस्तै बाटो थियो।
यो हो नि त प्रपर अफ रोड बाबा ए पानी ने पानी यो साला पोखरी थियो क्या इनकेस भोलि बाढी आयो भने त म प्रशान्तकोमा बस्छु अब यसले लास्ट कुरा यहाँ चाक मात्रै ठोक्कायो ढुङ्गामा लग्छ यसले त्यहाँ खाँदै बस्ने हो यहाँबाट हेर्दा चाहिँ थाहा हुँदैन होइन तर माथिबाट हेऱ्यो भने चाहिँ वरिपरिबाट सेन्टर पोइन्ट पर्छ क्या ए यो एरिया यो सल्लाहको छ नि ए ओके अनि पहिला यहाँ हस्पिटल थियो क्या त्यसलाई बगाएर त्यो लगाएको यहाँ पुरा पोखरी थियो क्या अस्ति रोसी बाढी आउँदाखेरि रोसी खोला बाढी आउँदाखेरि घरहरू त त्यहाँ कहिले त्यहाँ घरहरू भएकै नभएको जस्तो गरेर बगाएर लगाउनु पहिला थिएन क्या अस्तिको वर्ष मात्रै म त साइको म्याम हेर त ओहो अघिको गाडी म्याम देखा भेटियो त बल्ल साला कति फास्ट आएको रहेछ त्यो गाडीमा अब उड्दैन धुलो त्यो पहिरो गएको क्या अटकै क्या भाइ अगाडिबाट उचाल्नु पर्यो क्या उल्टा उल्टा उल्टो उल्टो ए साल्यो मलाई सिधा राख्नु पर्यो बाइकलाई पहिला क्या घाँको साथमा मवन उता जाउँ भने फेरि यता माटो खुट्टाले नभ्याएर अलिक यसरी ड्रिफ्ट हान्नु म गरौँ यो बेला जिल्का बेला के गर्छ बे के छ भाइ चलो पावरे पुगेन मादर जात मजा आयो यार मजा आयो What's up guys आइपुग्यो guys आइपुग्यो फाइनली गाइज खाना आयो
खाँदैछन् केटाहरू घर पुग्न लाम एक लास्ट खाजा गाइस फाइनली घर पुग्यो बाइकलाई वास नि गरियो अब चट्ट लाएर चेन स्प्रेहरू हालेर भित्र हाल्ने